हेलो साथीहरू, मेरो काम गर्ने केटाहरू यस्तो छ के हिजो मलाई पैसा माग्दै थिए के चाहिन्छ घर पठाउनु भनेर। मैले पैसा नै दिएको थिएन, हिसाब पनि गरिदिएको थिएन। खाना बनाऊ भनेको थिएँ, म खाना खाऊँ भनेर आएको। हेर्नु मेरो साथीले कस्तो बनाएको छ रिसले गर्दा खाना। हेर त, अन्डामा झोल हालेर छ क्या, यस्तो खाना बनाइदिएछ। अन्डामा झोल हालेछ यार। यस्तो तपाईँको साथीहरू कोही गर्छ? अन्डामा झोल हालेर पकाएर दिन्छ। अन्डामा झोल हालेर दिन्छ कसैले। अब म भनौँ यिनीहरूलाई के गरौँ? यस्तो गाली गर्न मन लाग्छ नि। अब के गर्नु यार, काम गर्छ। यिनीहरूलाई के भन्नु गाइस भन त तपाईँहरू? पैसा दिने कि नदिने? यिनीहरूको टाइममा स्यालेरी दिने कि नदिने भन त? कमेन्ट गरेर म त्यही गर्छु ल। त्यो रिस उठाउँछ यार यिनीहरू के।